छोराछोरीलाई मर्का पर्छ भनेर म लडेकै होइन त। मलाई त न्याय चाहियो। लोग्ने भाइ मलाई हेलाको मलाई यस्तो अन्यायमा पारे म न्याय खोज्न पर्छ भनेर म लडेको। छोराछोरीलाई नजिक हुने त वातावरण उनीहरूले दिएनन्। 9 महिना कोखमा राख्नुभयो, जसले स्याहार सुसार समेत पनि गर्नुभयो, जो छोराछोरी अहिले अस्ट्रेलियामा हुनुहुन्छ। यहाँभन्दा पहिला पनि अस्ट्रेलिया जानेहरूलाई मेरो छोराछोरीलाई सम्झाइदिनुहोस्, भनिदिनुहोस्। यसरी भन्दाखेरि उनीहरूले कतिपल्ट भनेछन् हिँड जानेसित, कहिले चाहिँ अहिले गर्दै खाँदै अरिछन् के अरे भोलि हेर्छौँ हामीले। एकजना आमा जसले निकै बिजोपूर्ण अवस्थामा एउटा झुपडीमा अथवा एउटा झुप्रोमा जुन तरिकाले आफ्नो जीवन काटिरहनु भएको छ। सरासर गलत हो। मैले उनीहरूले भनेछन् मेरो लागि हामीलाई उसले कहिल्यै सोचिनँ भनेछन्, तर मैले आत्मसाथ राखेर भन्न सक्छु मैले सम्पत्ति मात्रै खोजेको थिइनँ। हामीले केही दिन अगाडि जुन 55 वर्षीय सुनकाला आमाको जुन पीडा सार्वजनिक गरेका थियौँ, त्यो मार्थे भने पनि 18 महिनाका दुईटा छोराछोरी हुँदाखेरि र बाउ घर नहुँदाखेरि त्यतिखेर मार्थिएँ होला मैले। छोराछोरीले बोलेको कुरामा नकारात्मक टिप्पणी धेरै गर्नुभएको छ र आमामाथि पनि केही लागेका आरोपहरू पनि छन्। मैले छोराछोरीलाई बिगार्न खोज्थेँ, छोराछोरी होइनन् भनेर छोराछोरीको लागि बिगार्न खोज्थेँ अनि त्यो अस्ट्रेलिया जाँदाखेरि ठुलो अस्ट्रेलिया जाँदा खोज्थेँ मैले। त्यहाँ पछि बिहामा खोज्थेँ मैले। त्यहाँ पछि मैले कान्छो छोराको बिहा गरन जरी पनि मलाई खोज्छन् नि छोराछोरीले भनेर मैले आश गरेको थिएँ। तपाईँ माइतीमा पनि गएर बस्नु भएन, अर्थात् छोराछोरीको बिचमा केही समय सम्पर्कमा पनि हुनु भएन भन्ने खालको कुरा जुन आएको छ नि, यो कुरा चाहिँ के हो? अब उनीहरूले आमा चाहिँ होइन भनेपछि मैले के गर्ने? अब उनीहरूको आमा कुन हो? यो चाहियो मलाई। उनीहरूलाई जन्म दिने आमा कुन हो? यति लामो समय सम्बन्ध विच्छेदको 27 वर्ष बितिसक्दा पनि अहिलेसम्म छोराछोरीसँगको सम्बन्ध किन बलियो हुन सकेन, यो विषयमा हामी कुरा गर्नेछौँ। छोराहरूले हात छोडेका छैनन्, मुख छोडेका छैनन्, अहिले छोडेका हुन्। मैले छोराहरूलाई दोष लाउन्न। यो छोरी यो बिमलाले मलाई पटक पटक आमा नमस्कार। नमस्कार। म पहिला प्रथम त म पूजालाई चाहिँ मैले धेरै आशीर्वाद दिन्छु, किनभने म त्यो दिनमा पूजाको हातमा नपऱ्यो वा के हुन्थ्यो म आफैलाई थाहा छैन। त्यहाँ पछि हजुरको मिडिया टिमलाई चाहिँ म धेरै धन्यवाद दिन्छु। अब मलाई यो कि छोराछोरीले मलाई छोराछोरी हुन् भनेर खोजिन, उसले सम्पत्ति मात्रै खोजी भनेर मलाई उनीहरूले आरोप लगाइराखेका छन्। तर मैले छोराछोरी नखोजेको होइन, मैले छोराछोरी मैले जति नै खोजेको, तर उसको बाउले नदिएपछि मैले कसरी राख्ने? मैले राख्न नसकेर पनि लज्जा सुकै गर भनेर छोडेको भए पनि मैले के गर्थेँ? अब मलाई त्यतिखेर छोडेपछि यो कुरा छोडेपछि नै थाहा हुन्थ्यो। ठिक छ आमा, यो त कुरा रह्यो श्रीमानसँगको कुराहरू रह्यो। म सरसट्टै आज अलि छोटो कुराकानी गर्छु। पहिला गएको कुरालाई म कोट्याउँदिनँ। म हजुरलाई सोध्न खोजेको कुरा के भने, सम्बन्ध विच्छेद भएको 27-28 वर्ष बित्यो होइन, छोराछोरीलाई मैले आफ्नो छोराछोरी भन्न पाएन, छोराछोरीले मलाई मतलब किन गरेनन् अहिले यत्रो उमेर हुँदा पनि भन्ने कुरा रह्यो। आमा नै चिन्दिनँ भन्ने अवस्था कसरी सिर्जना गर्नुभयो? आमा तपाईँले जन्म त दिनुभयो, तर साह्रै पीडा पनि दिनुभएको जस्तो उहाँहरूको कुराले बताएको छ होइन, के भन्नुहुन्छ यसमा? मैले उनीहरूको लागि मैले केही पीडा दिएको छैन। उनीहरूले उनको बाउले मलाई नजिकमा पर्न नदिएर कुट्नी पिट्नी गरेर मसितबाट खोज्दै कहिले बाग्लुङ कहिले मन्द्रास कहिले चिताउन गराएको भएर म मन्द्रास पनि म 2 फेरि गएको। उहाँ त सम्पत्ति त थिएन नि त, म छोराछोरी नै भनेर खोज्न गएको। त्यसपछि मन्द्रासबाट आएर 2 फेरि गएर आएपछि उहाँ मन्द्रास गएर नि म उनीहरूकै घर ढोका त्यार छोपरेर सुतेँ कि म। त्यहाँबाट फर्केर आएपछि मैले घरको मान्छे निकालेर म त्यहाँ बसेँ। यहाँ बसेपछि त केही न केही हुन्छ नि, मैले नियानिसा पाउँछु नि भनेर म त्यहाँ बसेको। पहिला जो किनेको घर भन्नाले यो सम्बन्ध विच्छेद हुनु पहिलाको कुरा भइसकेपछिको कुरा। उनीहरूलाई मन्द्रास लिएर गएर उनीहरूलाई 2 फेरि म भेट्न गएर त्यहाँ पछि आएर मैले घरको मान्छे निकालेर म घर बसेँ। अनि त भोलि केही न केही हुन्छ नि, यसरी बसिसकियो भने ठिक छ, बाउसित त सँगै बस्न पाइनँ, मैले अरू अधिकार त पाउनु पर्छ नि त। मलाई केही नदिकिन रोडमा छोडेको भएर त्यो सम्बन्ध विच्छेद गर्ने बेला मैले सम्बन्ध विच्छेद हो भनेर गरेको होइन। मैले यहाँभन्दा पहिला नि पटक भनिराखेको छु, मैले यो थाहा पाएर गरेको होइन। अब यो झुक्याएर सम्बन्ध विच्छेद भन्नुभएको छ आमा, म झुक्याएरै हो। तपाईँको श्रीमानबाट 3 जना बच्चा बच्ची जन्मिसकेपछि
तपाईँले के गल्ती गर्नुभएको थियो अहिले यो सजाय भोग्दै हुनुहुन्छ? तपाईँले जीवनमा के ठुलो गल्ती गर्नुभएको? मैले गल्ती केही गरेकै थिइनँ। मैले गल्ती गरेको पनि होइन, गरेको पनि थिइनँ। एउटा बच्चा जन्मिसकेपछि झुक्क्याएर सम्बन्ध विच्छेद भन्नुभएको छ। त्यति दिनसम्म सम्बन्ध राम्रो नभइकन त तपाईँहरूको छोराछोरी पक्कै पनि जन्मिनु भएन होला। के कारणले यो सजाय भोग्दै हुनुहुन्छ? तपाईँले के गल्ती गर्नुभएको? यदि मैले गल्ती गरेको थिएँ भने त जहाँ गल्ती गरेको थिएँ त्यहीँ छोड्न सक्नु पर्थ्यो नि त। मलाई उहाँदेखि एउटा यत्रो बाटो ल्याएर चिताउन ल्याएर आफ्नो मन खुसीले आफ्नो मान्छेसित मात्र राखेर मलाई कसैलाई देखभेट गर्न नदिएर ल ठिक छ यति मैले गल्ती गरेकै होइन, मैले गरेको पनि होइन, गरेको पनि थिइनँ, मैले हुँ पनि गरेको छैन भनिराखेको छु, मैले गरेको होइन भनिछु। उहाँको समाजले ल ठिक छ मेरो यति उनीहरूले उनको बाउले छोराछोरीलाई मैले भन्दिनँ, बाउले गल्ती नै स्वीकार्न सक्थे भने यहाँको समाज त हुनुहुन्थ्यो होला नि त सबैजना। यो सबै भएको थियो। तपाईँ मद्रास इन्डियामा हुनुहुन्थ्यो, यो सबै त्यहीँ भएको थियो र यहाँ आइसकेपछि सम्बन्ध विच्छेद यहाँ नेपालमै भयो। नेपालमा भयो। छोराछोरी बोलेको सुन्नुभयो? छोराछोरी त्यहाँ त्यो दिन हामीसँग कुरा गरेको सुन्नुभयो कि? सुने मैले सुनेछु। छोराछोरीको आवाज सुन्नुभयो? अब त पोहोर परार पनि अब कतै कतै सुने थिएँ, अब भनौँ मसित नबोले नि, तर जस्तो मेरो ढोकामा उभिन आइन भन्ने आवाज छ नि, यो आवाज चाहिँ म ढोका उभिन जाँदाखेरि मलाई छोराले मैले भन्दिनँ, छोराले गरेको मैले भन्दिनँ, उसको आमाले लाउने, उसको बाउले लाउने, अनि त्यहाँबाट कुट पिट लुछ यसलाई लखेट भन्ने, उनीहरूले त्यही व्यवहार, छोरीले त्यही व्यवहार गर्ने, नजिकहाँ पर्न नदिने गरेपछि त्यहाँबाट छोरो मान्छे भए जहाँ बसे नि हुन्थ्यो, जे गरे पनि हुन्थ्यो, म छोरी मान्छे हुँ। त्यही गर्दा गर्दै उनीहरूको भित्रको यो जग्गावालाको र उनको कुरा के भएछ मलाई थाहा छैन। अनि त्यही गर्दै लास्टमा ल्याएर म यो जग्गावालाले ल यहाँ छाप्रो बनाएर बस भनेर भन्नुभएको। अनि भनेपछि यहाँ छाप्रो बनाएर मैले बसेपछि त भोलि त्यहाँ छन् छोराछोरी, मन समाजले नै भनिदिनुहुन्छ, छोराछोरीले पनि मन पलाउँछ, भोलि बस्दै जाँदा म दुःख सुख जसो गरेर बसे पनि भनेर मैले यहाँ आएर बसेपछि मैले 2-4 वर्ष म चुप्प लाएर बसेकै हो। भोलि उनीहरू ठुला हुन्छन्, उनीहरूको उसमा बाधा पुर्याउने भने त सुरुदेखि नै पुर्याउँथे नि त। जस्तो कि यो झुपडीमा बस्न थाल्नुभएको ठ्याक्कै कति वर्ष भयो? ठ्याक्कै 18-19 वर्ष भयो। त्यहाँभन्दा पहिला कहाँ बस्नु? त्यहाँभन्दा पहिला 3 वर्ष म त्यही ठाउँमा बसेँ। त्यहाँभन्दा पहिला म त्यही ठाउँमा बसेँ। अब 1-1.5 वर्ष त घर यताउता गर्दै अब सबै माइती हुनुहुन्छ दाइ बाबुका। त्यतिखेर यहाँ दाइ बाबुहरूलाई नि मैले चिनेको थिइनँ, मेरो ठुली आमाको छोराहरू हुनुहुन्छ। अब मेरो आफ्नै दाइ त अब पाहाड हुनुहुन्छ, आउन सम्भव नभएर बाटाले गर्दा आउनु भएन। अनि आमा जस्तो कि धेरैले जान्न खोजेको कुरा, अर्थात् यो त हामीले सोध्ने कुरा तपाईँले अप्रत्यक्ष पनि सोध्यो, प्रत्यक्ष पनि सोध्यो, र धेरै हाम्रा दर्शकहरूले जान्न खोजेको कुरा के छ भने अझ यतिका वर्ष बित्दासम्म आमा कतै उमेर हुन्जेसम्म चुप लाएर बस्नुभयो, अहिले बुढेसकाल लाएर सहारा चाहिएर उहाँ कराइरहनु भएको छ भनेर भन्नुभएको छ। तपाईँ यो 27 वर्षको अवधिमा यो कराउन थालेको 2-4 वर्ष मात्र बितेको हो कि तपाईँ निरन्तर 27 वर्षदेखि तपाईँ चाहिँ दुःख गरिरहनु भएको छ अथवा न्याय मागिरहनु भएको छ? म यो दर्शकहरूलाई सबैजनालाई मैले भन्छु कि म यो 27 वर्ष उनीहरूले छोड्दाको दिनदेखिबाट म उनीहरूको लागि दौडेकै छु। कहिले कहाँ दौडिने, मेरो छोराछोरी चाहिए भनेर त अरूले त दिनुहुन्न नि, दिने त लौनीले हो नि, माउनी त लौनी थिएँ हो नि। म लडेको छु, तर मैले बाहिर आवाज निकालेको राजकुमारको बिहा गरेको त्यही 9-10 महिना पछिबाट बल्ल डाइरेक्ट लडेपछि समाजले पनि थाहा पाउनु भएको हो, समाजले नि सोध्न थाल्नु भएको हो। त्यहाँभन्दा पहिला कसैसित मैले पनि भन्दैन थिएँ, घरको कुरा बाहिर निकाल्ने, भोलि समस्या समाधान हुन्छ, लोग्नेबाट नभए नि छोराछोरीबाट हुन्छ, बुझ्छन् उनीहरूले, बुझाउनुहुन्छ, मैले यो गर्न हुन्न है भनेर मैले नगरेकै थिएँ। तर यो अहिले अलिकति पनि नबुझ्ने अवस्था पुरै तपाईँ एक हिसाबले आँसु झार्नुभयो, कराउनुभयो, आज यहाँ समाजले पनि बोलेको छ कि तपाईँ पीडामा हुनुहुन्छ, तर एक हिसाबले उहाँहरूले बोलेको कुराहरूलाई हेर्ने हो भने उहाँहरू पनि निकै पीडामा परेको जस्तो कुरा उहाँले जुन तरिकाले प्रस्तुत गर्नुभएको छ तपाईँले पनि सुन्नुभएको रहेछ। उहाँले बोलेका कुराहरू सबै झुट हुन् त आमा कि उहाँहरूले बोलेका कुराहरू सबै सरासर गलत हो? मैले उनीहरूले भने हन् मेरो लागि हामीलाई उसले कहिल्यै सोचिनँ भने हन्, तर मैले आत्मसाथ राखेर भन्न सक्छु मैले सम्पत्ति मात्रै खोजेको थिइनँ,
सम्पत्ति मात्रै खोजेको थिइनँ, तर छोराछोरी मैले खोज्नलाई, छोराछोरी हात लिनलाई मैले कति गरेको। अब यहाँबाट 7-8 दिनको बाटा लडेर राखेपछि पनि म 2 फेरिसम्म मन्त्रास पुगेँ। यो पनि दर्शकहरूले सुन्नुहोस्। अन्त नपुगेको म कसको लागि पुगेँ त? छोराछोरीको लागि पुगेँ नि त। श्रीमानसँग त कानुनी रूपले तपाईँले झुक्याएर भए पनि जुन तरिकाले कानुनी रूपले टाढा भन्नुभयो, श्रीमानसँगको कुरा रह्यो। तर छोराछोरीको मन पटक्कै नफर्किने, छोराछोरीहरूले सम्झिने बाटै नहुने त्यस्तो छोराछोरीलाई चाहिँ के पीडा पुर्याउनु भएको थियो तपाईँले? यदि स्वीकार्न पर्यो भने चाहिँ मैले उनीहरूलाई केही पीडा पारेकै छैन मेरो तर्फबाट। मैले उनीहरूको लागि केही पीडा पारेको छैन। यति यिनीहरूलाई यो वातावरण बनाउने र यो आवाज निकाल्ने उसको बाआमाले गराएका हुन्। पहिलो कुरो बाबुआमाले गराएका हुन्, पछि आमाले पनि हो, अर्की सौताले उसले पनि हो, उचालेको चाहिँ उसले हो। यति उसले उचाल्दैन ती भने ऊ पनि छोरी मान्छे हो, म पनि छोरी मान्छे हो। छोरीको बिहाका दिन यही जग्गावाला गएर आमालाई बोलाउने भनेर छोरीलाई सोद्धाखेरि त्यसलाई बोलाउँछौ भने म घरबाट निस्केर जान्छु भन्नुपर्ने उसले आवश्यक थिएन नि त। यति उसले उचाल्दैन ती भने। तपाईँको छोरीले बोलेका कुरा र तपाईँले बोलेका कुराहरू सायदै दर्शकहरूलाई पनि लाग्ला कि यो एक हिसाबले दोहोरी मात्रै हो कि आमाले सबै पीडा उनीहरूले दिए भनेर भनिरहनु भएको छ। छोराछोरीहरूले यो सबै पीडा आमाले धेरै गल्ती गर्नुभयो जीवनमा, ताकि हामीले चाहिँ मर्दा समेत पनि सद्गत गर्दैनौँ भनेर छोराछोरीले भन्नुभएको छ होइन। त्यस्तो हानि पुर्याउनु भएको छ भन्ने किसिमको एक किसिमको छाप बसेको छ होइन। तपाईँले क्लियरली भन्न पर्यो भने, तपाईँले आत्मा साँची राखेर भन्नु पर्यो भने कसरी भन्नुहुन्छ? मैले त आत्मा साँची राखेर भन्छु। मैले छोराछोरीको लागि बाधा पुर्याएको होइन। म जति लडे पनि अहिलेसम्म लौनीकै लागि भनेर लडेछु। किनभने त्यतिखेर बाधा त छोराछोरीलाई अब त छोराछोरीलाई पुर्याउने उनीहरूको बाबुआमाले बनाएका हुन् नि त। मैले बनाएको त होइन नि। मैले बनाएको त सौताले बनाएकी हो। आमाको छोरी भएपछि उसका कुरा छोरीले सुन्ने, छोरीका कुरा उसले सुन्ने गरेर मलाई जसरी गर्न पर्ने भएको भएर उनीहरूले पुर्याएको हुन्, मैले पुर्याएको होइन छोराछोरीको लागि। यो पनि दर्शकले सुनिदिनुहोस्। अब म छोराछोरी मात्रै खोज्दाखेरि पनि बाबुले जेसुकै अरू भनेर छोड्यो बा, मैले त्यतिखेर के गर्थेँ मलाई थाहा छैन। या पाल्थेँ या मार्थेँ भने पनि 18 महिनाका 2टा छोराछोरी हुँदाखेरि र बाउ घर नहुँदाखेरि त्यतिखेर मार्थेँ होला मैले। त्यतिखेर नि त मैले केही गरिनँ नि त। अनि त्यहाँबाट अर्को कुरो रह्यो, छोरो अपाङ्ग भएर जन्मिँदाखेरि आज मैले खोजी नगरेको त्यो ठाउँमा पुग्न सक्ने थिएन होला नि त। अब यो त कुरा रह्यो, पहिलाकै कुरा बारम्बार दोहोरिन्छन् आमा होइन। अब एउटा कुरा हामीले जान्न खोजेको कुरा के थियो भने आमाले के चाहिँ गल्ती गर्नुभएको रहेछ जीवनमा कि ताकि यो 27-28 वर्षदेखि तपाईँ निरन्तर दौड्नुपर्ने आवश्यकता, निरन्तर मलाई न्याय चाहियो भन्नुपर्ने आवश्यकता, निरन्तर तपाईँको पूर्व श्रीमानसँग म पनि मलाई न्याय दिनुपर्छ यो परिवारले, म यो परिवारसँगै नरहे पनि मेरो छोराछोरी मेरो साथमा हुनुपर्छ भनेर माग गरिरहनु भयो होइन। धेरैले जान्न खोजेको कुरा चाहिँ गल्ती चाहिँ के गर्नुभएको थियो जीवनमा भन्ने कुरा रह्यो। मैले गल्ती गरेको छैन। मसित हुने वातावरण पहिला कुरो बाउले नदिएर हो, त्यहाँपछि सौताले नदिएर हो। मैले गल्ती मैले भित्रैबाट मैले छोराछोरीको लागि बाधा पुर्याएको होइन। आज यिनीहरूले चाहिँ कुरा लाएर उनीहरूले मात्रै पेलेर मलाई नजिक हुन नदिएर यहाँको समाज यति सबै जुटाउँदाखेरि पनि मैले समाज जुटाउँदाखेरि समाजको अगाडि अहिलेभन्दा 3-4 वर्ष पहिला मैले 2 फेरि समाज जुटाउँदाखेरि पनि समाजको अगाडि बाउ किन परेनन् त? यति मेरो गल्ती थियो भने यहीँ हुनुहुन्छ समाज बसेको सबै यहाँहरू नै हुनुहुन्छ। उहाँहरूको अगाडि बसेर ल यसले यो यस्तो गरी के हो र मैले यो गल्ती यो गरेको भनेर बाउले भन्न पर्थ्यो। किन नभन्ने त? मलाई एक्ला पारेर हो छोडपत्र गराए ठिकै छ, उनलाई बिहा गर्न मन लाग्यो अरे, तर मलाई केही नदिइकन बाटो लएर फालेपछि त मैले त खोज्नु पर्यो नि। एक्लो शरीर छोराछोरी हुँदैन त्यो भने त ल जेसुकै गर्दा। अन्तिममा भनिदिनुहोस् तपाईँको छोराछोरीको कुरा र धेरैले जान्न खोजेको कुरा चाहिँ के छ भने कुनै पनि छोरी मान्छे कुनै छोरा मान्छेसँग विवाह गरेर गइसके पश्चात जसको सम्बन्ध विच्छेद हुन्छ त्यसपछि शरण भनेको माइती नभए कुनै समाजका आधिकारिक कुनै मान्छेहरूसँग बसेर
केही गर्न सकिन्थ्यो त्यति बेला तपाईँ माइतीमा पनि गएर बस्नु भएन अर्थात् छोराछोरीको बिचमा केही समय सम्पर्कमा पनि हुनु भएन भन्ने खालको कुरा जुन आएको छ नि यो कुरा चाहिँ के हो छोराछोरीको होइन माइतीमा किन गएर बसिनँ भने छोराछोरी भइसक्यो भोलि पहिलो गइचे मरी म जिउँदो छँदाखेरि त गई मरी भन्न उनीहरूले भ्याए भने उनीहरूको नेराफेरामै नभएपछि त मलाई झन् भन्छन् बरु म उनीहरूको नेराफेरा माएर खाएर भए पनि बाटा माएर खाएर भए पनि म उनीहरूको नेराफेरामै बस्नुपर्छ भनेर म यहाँ यसरी बसेको मेरो माइतीले पाल्नै नसकेर बसेको एउटा कुरो माइतीले पाल्न सक्थ्यो नि त 14 वर्षमा बिहा गरेर दिने थिएनन् होला नि त तर एउटा कुरा आमा जस्तो कि हजुरले भन्नुभयो तर छोराछोरीलाई नजिक बनाउने तपाईँको तरिका त कतै फरक परेन कहिले स्वीकार्नुहुन्छ यो कुरा तरिका चाहिँ फरक पर्यो कि तरिका फरक त उनीहरूले नजिकमा मलाई पर्नै नदिएपछि र उनीहरूले मलाई देखेपछि छोराहरूले हात छोडे छैनन् मुख छोडे छैनन् अहिले छोडेका हुन् मैले छोराहरूलाई दोष लाउन्न यो छोरी यो बिमलाले मलाई पटक पटक आक्रमण गर्ने लुत्न जाने घाँटी अँठाउने खुर्पाले गर्दैन बसाल्ने गरेको भएर तरिका चाहिँ फरक भयो कि भन्न खोजेँ मतलब मैले चाहिँ तपाईँ श्रीमानबाट तपाईँले झुक्क्याएर छक्काएर तपाईँलाई सम्बन्ध विच्छेद त गराउनु भयो गराइयो तर छोराछोरीलाई नजिक बनाउँछु भन्दा श्रीमानसँग तपाईँको न्यायको लागि श्रीमानसँग लड्दा छोराछोरीलाई कतै मर्का परेर यति रुष्ट त हुनुहुन्न अब त मर्का परेन त म छोराछोरीको लागि त मैले भनिहालेँ त छोराछोरीको लागि छोराछोरीलाई मर्का पर्छ भनेर म लडेकै होइन त मलाई त न्याय चाहियो लोग्ने भयो मलाई हेला मलाई यस्तो अन्यायमा पारे म न्याय खोज्न पर्छ भनेर म लडेको छोराछोरीलाई नजिक हुने त वातावरण उनीहरूले दिएनन् बाबुआमाले दिएनन् नदिएपछि चाहिँदो नचाहिँदो कुरा उनीहरूले सिकाए उनीहरूको खोपडी यहाँ त्यही भरियो र पहिलाको कुरा हो अहिले आफै बुझ्ने हुँदाखेरि पनि सुन्नु है यहाँ आफै बुझ्ने हुँदाखेरि मैले यहाँभन्दा पहिला पनि अस्ट्रेलिया जानेहरूलाई मेरो छोराछोरीलाई सम्झाइदिनुहोस् भनिदिनुहोस् यसरी भन्दाखेरि उनीहरूले कतिपल्ट भनेछन् हिँडे जानेसित कहिले चाहिँ अहिले गर्दै खाँदै अरी खानकर भोलि हेर्छौँ हामीले यसो अरी खानकर उसो अरी खानकर मैले बोर्डिङै छोडेको नि 4 वर्ष भइसक्यो मैले अस्ति पनि भने खोइ त अहिलेसम्म फेरि सन् मसित कुनै कुराहरू आएको उनीहरूले पनि त गर्न सक्थे नि मैले मात्रै गर्नुपर्छ नजिका त म पर्न खोजेको उनीहरूले नजिका जान नदिएपछि म कसरी जाने त ठिक छ अन्तिममा भनिदिनुहोस् छोराछोरीको कुरा पनि सुनिहाल्नु भयो तपाईँको श्रीमानका आफन्त तपाईँको पूर्व श्रीमानको कुरा पनि सायदै कतैबाट सुनिरहनु भएको छ होला र न्यायको लागि नपुगेको कुनै निकाय पनि रहेन जिल्ला अदालत पुनरावेदन अदालत वडा कार्यालय नगरपालिका जताततै पुग्नुभयो र अहिले यो कुरा सार्वजनिक गरिरहनु भएको छ अन्तिममा तपाईँको चाहना के हो पुनः म जताततै पुगेँ जब मैले खोजेको लोग्नीसित हो लोग्नीलाई अगाडि राखेर समाजको माझा राखेर मैले यो अहिलेभन्दा 2-3 वर्ष अगाडि नै मैले फाइनल गर्न खोजेको थिएँ उनी समाजको अगाडि नपरेको भएर म दौडिन परेको अनि यो त कुरा समाजको त अलि पछि रहेछ तपाईँ त लोग्नेसँग त तपाईँ त नगरपालिका पनि पुग्नु भएको छ हालेँ अनि समाजलाई थाहा भएको यहाँभन्दा पहिला समाजलाई थाहा थिएन म एक्लै लडेको थिएँ मैले कसैलाई भन्दैन थिएँ अन्तिममा छोराछोरीको कुरा पनि सुन्नुभयो के भन्नुहुन्छ अब छोराछोरीको कुरा के भन्ने उनीहरूको अब आमा चाहिँ होइन भनेपछि मैले के भन्ने मैले उनीहरूलाई छोड्न खोजेको होइन छोडाको बाउले हो मैले छोड्न खोजेको होइन म दौडे थिएँ छोराछोरीको लागि अब उनीहरूले आमा चाहिँ होइन भनेपछि मैले के भन्ने अब उनीहरूको आमा कुन हो यो चाहियो मलाई उनीहरूलाई जन्म दिने आमा कुन हो यो चाहियो दर्शकहरूलाई पनि मैले यही नै भन्छु अबको चाहना त के हुने अबको चाहना त के हुने मलाई त जति आशा गर्नु भएको थियो आशाको निराशा पनि छैन छोराछोरीले जुन जे कुरा थियो तपाईँलाई त क्लियर भनिसक्नु भएको छ होइन अब के गर्नुहुन्छ र के चाहना तपाईँ मलाई त अझै पनि उनीहरूले जेसुकै भनुन् छोराछोरी यति मैले मेरो चाहना के छ भने उनीहरूलाई जन्म दिएको कसले हो उनीहरूलाई जन्म दिएको बाउले नि भन्नुपर्छ उनीहरूले मैले अस्ति नै भनेको छु मैले अहिले पनि भन्छु मैले भोलि पनि भन्छु अब मेरो घाँस बाँस कपास केही नभएपछि यसको व्यवस्था त मलाई हुनु पर्यो नि त पक्कै पनि उहाँहरूले मानवीयता कतै मनमा खड्किएछ भने पक्कै पनि सपोर्ट गर्नुहुनेछ हामी विश्वास गर्छौँ मलाई छोराछोरीकै बाँस घाँस कपास उनीहरूको आस्था खानुपर्छ नि छैन 14 वर्षदेखि आएर गोठालो जसको गोठालो भए थिएँ त्यसले तिनैको उसमा छाप्रो बनाएर आउँथ्यो पनि म त्यसैमा बरु छु
तर उनीहरूको खानुपर्छ अन्य मलाई छैन। तर यो चाहिँ हुनै पर्छ। म उनको नेराफेराबाट टाढा गएर म बस्नेलाई म छैन। तर उहाँले त भन्नुभएको छ, तपाईँको छोराहरूले त भन्नुभएको छ हामी कुनै पनि चिज गर्न सक्दैनौँ, अब जे गरे पनि हुन्छ, जहाँ गए पनि हुन्छ भनेर भन्नुभएको छ। छोराहरूले भन्नुभएको छ, तपाईँले सुन्नुभयो होला। छोराहरूले उनीहरूले सक्दैनन्। मैले त खोजेछु नि बाउसित, बाउको सम्पत्ति छ, सँगै नराख्नु। छोराहरू विदेश जाँदाखेरि पनि धेरै खालको सम्पत्ति रोकवा गर्नेदेखि लिएर विभिन्न खालका कुराहरू गरिन्। आमाले हाम्रो लागि न्यायको लागि लड्थिन्, अर्थात् बाले गल्ती गरेको थिए भने हाम्रो लागि, हामीलाई खुसी बनाउनको लागि, हामीलाई यो एउटा ठुलो ठाउँमा पुर्याउनको लागि यति धेरै लडेकी भए अहिले हाम्रो मन फर्किन्थ्यो होला, सायद एक दुईवटा गल्ती गरेको भए पनि। तर चाहिँ उहाँले मनै फर्किने बाटो राख्नु भएन र आमा नै भन्ने शब्द नै मलाई मुखबाट निकाल्न मन लाग्दैन भन्नुभएको छ तपाईँको छोरा। यति मैले छोराछोरीलाई बिगार्न खोज्थेँ, छोराछोरी होइनन् भनेर छोराछोरीको लागि बिगार्न खोज्थेँ अनि त्यो अस्ट्रेलिया जाँदाखेरि ठुलो अस्ट्रेलिया जाँदा खोज्थेँ मैले। त्यहाँ पछि बिहामा खोज्थेँ मैले। त्यहाँ पछि मैले कान्छो छोराको बिहा गरन जरी पनि मलाई खोज्छन् नि छोराछोरीले भनेर मैले आश गरेँ थिएँ। कान्छो छोराको बिहा गरिसकेपछि एउटा मैले मुद्दा हालेँ। मैले पहिला दौडिन्थेँ, म एक्लै मात्रै दौडे थिएँ। म त्यहाँ पछि एउटा बल्ल मुद्दा हालिसकेपछि सबैले थाहा पाउनु भएको हो। त्योभन्दा पहिला थाहा थिएन। मैले छोराछोरी नखोजेको होइन। अब त्यसो भए उहाँहरूले लगाउनु भएको आरोप टोटल गलत छ। यो उनीहरूले यो लगाएको आरोप कि त होइन, हामीले गलत बोलिछौँ, गलत सोचिछौँ भनेर स्वीकार्नुपर्छ उनीहरूले, कि त भने को हो के हो। लगभग उहाँहरूको त्यो अडियो सुन्दाखेरि पनि त्यो प्रश्न हुन्छ कि उहाँहरूले स्वीकार्नुहुन्न जस्तो लाग्छ, सुनिन्छ के स्वीकार्ने एउटा मानसिकता त्यो छैन उहाँहरूको स्वीकार्ने पक्षमा जस्तो के उनीहरूले स्वीकार्न पर्छ कि मलाई जुन आरोप लगाइरहेछ अरूलाई बिमले जुन आरोप लगाइराखेको छ नि त्यो चाहिँ यसले टुङ्गो लाउनै पर्छ। अब त तर तपाईँको त तपाईँ मर्दाखेरि काजक्रिया पनि गर्दैनौँ भन्ने खालको पनि त भन्नुभयो उहाँहरूले चाहिँ। भनेपछि लगभग अब आमा भन्ने र अब तपाईँले चाहिँ एक खालको तपाईँले भने जस्तो माग पुरा गरिदिने जस्तो त देखिएन हेर्दाखेरि। मेरो काजक्रिया गर्दैनौँ भनेर उनीहरूले यो शब्द बोलेछन् नि, मेरो काजक्रिया टुटाएका होइनन्, उनीहरूले आफ्नो टुटाउँदैछन्, त्यही सिकाउँदैछन्, मेरो टुटाएका होइनन्। हस् आमा, हस्, धन्यवाद। मलाई त कुनैले फाल्नु होला, आखिरी गएर मेरो बाँचे फाल्ने मरे फाल्ने भनेर मैले बाचा दिइसकेको छु पूजालाई। उनीहरूलाई सिकाउँदैछन्।